लोकप्रिय क्या जननी जन्मभूमिश्च स्वर्गदपि गराएसी। स्वर्ग जस्तो भएको भएदेखि यति राम्रो कवि, यति सुन्दर बहिनी, एउटा प्रतिभा यो देश छोडेर विदेश जानु पर्थ्यो। यो स्वर्ग छैन नि। अहिले यसरी बोल्दै जाँदा दुर्गा प्रसाईको जस्तो होला। तर फ्याक्ट के हो भने यो स्वर्ग छैन। स्वर्ग भएदेखि यो हालतमा हामीले दुःख पाउँदैन थियौँ। स्वर्ग बनाउने प्रयत्न गर्नु र त्यो स्वर्गको खोजी चाहिँ कविताले गर्ने हो, साहित्यले गर्ने हो। त्यही भएर कविहरूलाई मान्ने हो नि त। स्वर्गको परिकल्पना गर्ने, त्यो काल्पनिकी ल्याउने, कविहरूलाई मान्नुपर्ने कारण त त्यही हो। फेरि यसलाई के हो त भन्दाखेरि यो हिजो क्लासिकलले भनेको यो सुक्तिमय भन्ने कुराहरूसँग चाहिँ म त्यति अहिले म विमति नै मैले राख्न थालेको अवस्था छ। मैले एकचोटि निबन्धमा एउटा निबन्धमा लेखेका थिएँ देवकोटाको कवितामाथि। यात्री कविता असाध्यै पपुलर कविता हो नेपाली कवितामा, हामीले कोर्सहरूमै पढेको है। यति कण्ठ गरेको त्यो कविता नपढ्ने पुस्ता होला र 7-8 क्लासमै थियो, अहिले छ कि छैन त्यही पनि पढाइरहन्छन् त्यो हैन। त्यो मन्दिरमा हुँदैन क्या ईश्वर चाहिँ। एउटा दुखी गरिब मानिसभित्र छ, त्यसको सेवा गर्नुमा चाहिँ धर्म हो भनेर त्यत्रो कण्ठ गरेको महिलाई पनि मन्दिर नगए हुँदैन। कहिले यसो घुम्दै गयो मन्दिर देख्नु नमस्कार गरिहाल्छ। कविले भनेको त्यस्तो अचुक बाणी हो कि मन्दिरमा मूर्तिमा हुँदैन ईश्वर। ईश्वर चाहिँ एउटा दिनहीन दुखी गरिब मानिसको सेवा गर, त्यहाँ तिमीले ईश्वरत्व प्राप्त गर्छौ भनेर भने हो नि त। गीतै गाएर हिँड्या र यसै हिँड्दै गयो। म सामाको सेवा बस्छु, यता शिव खान्छ, बिहान फुत्तो निस्क्यो त थाहै नभए अनकन्सियसली यो गइहाल्दो रहेछ क्या, गइहाल्छ। भनेपछि यो कविताको शक्तिसँग पनि मलाई अझ त्यति भरोसा लाग्न छोडेको अवस्था। कविताले जे सत्य भन्छ, फ्याक्ट यो हो भनेर उसले भनिरहेको हुन्छ, त्यसमा मान्छेहरू लाग्दैन। मान्छेहरू लागेको भएदेखि त यो यस्तो हुँदैन थियो। यो वितण्डार दुनियाँदार यो सारा नहुनु पर्ने, स्वर्गै भइसक्नु पर्ने। त्यसकारण मलाई चाहिँ नै के हो त भन्दाखेरि कविताहरू यो त्यस्तो पूर्ण अन्तिम सत्य लेख्नु हुँदैन भन्ने लाग्छ मलाई। अझै अपूर्ण लेख्नुपर्छ, सम्भावनाहरूलाई बाँकी राखेर लेख्नुपर्छ। एउटा खोजमा चाहिँ सन्धानमा चाहिँ लाग्नुपर्छ। महावीर पुनले लागे जस्तो एउटा कवि लाग्ने चाहिँ हो। तर मैले अन्तिम सत्य भनेर भन्छु भनेर भन्न थाल्यो भने त्यो कविता बिचरा निरीह हुँदो रहेछ, अन्यायमा पर्ने रहेछ। सम्भावनाहरू चाहिँ नि अपूर्णताहरू बाँकी राखेर लेखिएको रचनाहरू चाहिँ मलाई मनपर्छ। सिनेमा हेर्दा पनि म त्यस्तो हो। पछि त्यो सिनेमा सिद्धिसकेपछि केही कौतूहलहरू बाँकी रहोस्, केही मैले फेरि त्यसपछि केही कल्पना गर्न पाऊँ, यस्तो अब यस्तो होला कि, त्यस्तो कुराहरूको चाहिँ नि त्यस्तो सिनेमाहरू चाहिँ मलाई मनपर्छ। त्यो हिन्दी सिनेमामा ड्याङ्गै हिरोले हिरोइनलाई भिलेनलाई जित्यो अनि सिनेमा सिद्धिएको त्यस्तोले इन्जोय नै दिन छोड्यो। अब मैले यहाँ बहिनीको कविताको बारेमा बोल्नु खोज्दाखेरि अलिक अन्त म बहकेँ। मैले 1-2वटा कुरा त भन्नै पर्छ, त्यति लामो हुने समय छ। अघि हाम्रो ज्योति बहिनीले कवि भनेको सन्यासी जस्तो हुनुपर्छ भन्ने एउटा, सन्यासी एउटा त्यो गजबको उहाँले एउटा मेटाफोर प्रयोग गर्नुभयो, त्यो हो। अझ यो हाम्रो भाषामा भन्दाखेरि यो हाम्रो म त के जस्तो मलाई के लाग्नु थालेको छ भन्दाखेरि त्यो एउटा कवि भनेको एउटा यो नाक्छुङ जस्तो, नछुङ भन्छ हामी झाँक्री हाम्रो, त्यस्तो जस्तो लाग्छ कविहरूको जर्नी भनेको। त्यसको 3वटा स्टेप हुँदो रहेछ। त्यो
विजयको त्यो धामीको यात्राको झाँक्रीको यात्राको सुरुमा ऊ काम छ, काम्न थाल्छ। उसको वरिपरि त्यो सहयोगी सहायकहरू हुन्छ, थाल बजाइदिने, ढोल बजाइदिने हुन्छन्। एउटा रिदममा काट्न थाल्छ। पहिलो स्टेज त हुँदो रहेछ कविको, नयाँ कविहरूको। त्यसपछि अब अनि त्यो झाँक्री चाहिँ मन्त्र फलाक्न सुरु गरेर अनि ऊ जर्नीमा निस्किन्छ, यात्रामा निस्किन्छ। त्यो नाच्दा नाच्दै ऊ कहिले फक्ताङमुङ पुग्छ होइन, कहिले यता सोलुको माथि कुन डाँडामा पुग्छ, त्यो त थाहा हुन्छ नि त, ऊ बोलिरहेको हुन्छ नि। त्यो जर्नीमा हिँडिरहेको दोस्रो स्टेप हुँदो रहेछ कविको। अनि तेस्रो स्टेप चाहिँ त्यो सबै घुमिसकेर आएर बिसाएको, सारा घुमेर आएर ऊ बिसाउँछ र फेरि उसको सहायकहरूसँग र त्यो हेरिरहने, त्यो विजयलाई हेरिरहने दर्शकहरूसँग अब उसले संवाद गर्न थाल्छ। त्यो तीनवटा स्टेज हुँदो रहेछ एउटा कविको। मैले हाम्रो सयपत्री बहिनीको अवस्था चाहिँ त्यो बिचको, उहाँ जर्नीमा निस्किनु भयो क्या, यात्रारत हुनुहुन्छ, पुग्ने ठाउँमा पुग्न पनि बाँकी छ, तर तपाईँ तलै पनि त्यो कामिरहेको अवस्थामा पनि हुनुहुन्न, त्यहाँबाट अगाडि हुनुहुन्छ, गइसक्नु भएको छ। अब त्यो उताबाट घुमेर सारा संसारमा डाँडाकाँडा हिमाल तराई सारा घुमेर आइपुग्छ, मन्त्रद्वारा मुन्दुमद्वारा त्यो बिजुवा नाच्छौँ। आइसकेपछि ऊ विश्राम गर्छ। त्यो विश्राम गरेको कविहरू हुनुहुन्छ बैरागी गाइला जस्तो होइन, अहिले तुलसी दिवस जस्तो जो कविता लेख्दैन, तर उनीहरूलाई के थाहा छ भने त्यो यात्रा थाहा छ, त्यो जर्नी थाहा छ, सबै थाहा छ, तर कविता लेख्न छोडिसक्यो। अब मेरो पनि अवस्था त्यस्तो हुँदैछ, मैले फिल गर्दैछु, म पनि लेख्न सक्न छोडिसकेँ। त्यो यात्रारत हुनुहुन्छ तपाईँ। त्यो यात्रारत हुँदाखेरि स्वभावैले कतै तपाईँले तेस्रो यात्रा गरिरहनु भएको हुन्छ, कतै पच्याङहरू उकालोहरू चढिरहनु भएको हुन्छ, कुनै एउटा थुम्कामा पुग्नु भएको हुन्छ र तपाईँलाई के लाग्छ भने योभन्दा अग्लो ठाउँ छैन भन्ने लाग्छ। तर त्यहाँ मात्रै फेरि टाढा हेर्दाखेरि अर्को अग्लो थुम्का देखिरहनु भएको हुन्छ। त्यो प्रक्रियामा हुनुहुन्छ तपाईँ। कविताको यात्रा चाहिँ तपाईँको त्यो हो। त्यसकारण तपाईँलाई बधाई छ, शुभकामना छ। यो मैले यो झाँक्री धामी किन जोडेको भन्दाखेरि प्रत्येक कविभित्र कविले एउटा लय समाएको हुन्छ, एउटा सङ्गीत समाएको हुन्छ, एउटा धुन समाएको हुन्छ, एउटा गतिमा हुन्छ। त्यो कविता लेखिरहेको अवस्थामा होस् या त्यत्तिकै पनि कविता नसचिरहेको अवस्थामा पनि ऊ त्यो उसको जीवन चाहिँ त्यस्तो अवस्थामा हुन्छ। उसको एउटा स्रष्टाको, एउटा रचनाकारको एउटा जीवन चाहिँ, जीवनभित्र चाहिँ त्यो एउटा गुज्रिरहेको हुन्छ, एउटा लयमा हिँडिरहेको, लयमा पक्रिरहेको। त्यसकारण हाम्रो बुढापाकाले भन्दैन, मेरो छोराछोरी मेरो लय नै पक्रिएन भन्ने चलन छ नि, उखान तुक्का त्यसबाट आएको होला क्या। त्यो पुर्खाहरूको ज्ञानबाट आएको त्यो एउटा भनाइ हो। कुनै काममा हिँड्यो, लाग्यो, गऱ्यो भनेदेखि लय पक्रिएको छ, फलानाको छोराले बाटो पक्रेको छ भन्छ। काममा लागेन, बिग्रियो भनेदेखि चाहिँ लय नै पक्रेन भन्छ नि बुढाबुढीहरूले। त्यसकारण त्यो लय चाहिँ तपाईँ पक्रिसकेको कवि हो। तपाईँको कविताहरूले त्यो भन्छ। अघि हाम्रो बहिनीले पनि भन्नुभयो, भाइले पनि भन्नुभयो। र केही सुझावहरू, महत्त्वपूर्ण सुझावहरू जस्तो उहाँले दिनुभयो, त्यसमा चाहिँ तपाईँले ध्यान दिनुपर्छ। सबैभन्दा ठुलो कुरा चाहिँ रिपिटेसनको, क्लिसे कुराहरू, अरूले लेखिसकेको कुराहरूमा ध्यान दिनु पर्यो। मैले त्यो लय, तपाईँको जीवनको लयको कुरा मात्रै गरेको भने तपाईँको कविताको पनि लय तपाईँले पक्रिसक्नु भएको छ। त्यस्तो कुराहरूमा चाहिँ ध्यान दिनु जरुरी छ। अब एउटा हाम्रो यो मैले अहिले पछिल्लो समय मैले फिल गरेको के हो भने, हामी जो
आफ्नो पहिचानको आफ्ना कुराहरू लेख्नुपर्छ भन्दै लेखिआएका छौँ। कहिलेकाहीँ हाम्रो लेखाइहरू त्यस्तो भइदिन्छ, हामी लेख्नेहरूलाई थाहा हुँदैन। हामीले हाम्रो कुराहरू लेख्दा लेख्दै हामी त्यो इन्डियातिर बिग्रेको यो गुरुहरू जस्तो भइसकेको हुन्छौँ कि हामीले हाम्रो मात्रै एउटा त्यस्तो पाराले हाम्रो कुराहरू भनिरहेका हुन्छौँ जो अर्कोलाई मनै परेको छैन, अर्कोको लागि त्यो सहज छैन। कविता त अझ सहज बनाउनु पर्ने कुरा हो। कविता त त्यस्तो भाषा हो कि तपाईँको कुरा अरूलाई विनम्रतापूर्वक मन पर्ने बनाउनु पर्ने कला हो कविता भनेको। जबरजस्ती यो मेरो पढ्दै यो सुन्दै भन्ने कुरा होइन कविता, त्यो राजनीति हो। यो मेरो हुनै पर्छ, यो यही हुनुपर्छ भन्ने चाहिँ त्यो राजनीति गर्नेले गर्ने कुरा हो। तर जब हामी कला साहित्य सङ्गीतमा छौँ भनेदेखि हामीलाई हाम्रो कुरा तर अर्कोलाई मन नपर्ने कुरा पनि उनीहरूलाई मनपर्ने तरिकाले भन्नु पर्यो। त्यो तपाईँको शिल्पबाट त्यो निर्माण हुन्छ। तपाईँले भन्न खोज्नु भएको खरो कुरा पनि, अर्कालाई गर्नु खोज्नु भएको गाली पनि तपाईँको शिल्पद्वारा त्यसलाई त्यो वक्ताले, लिने मान्छेले, ग्रहण गर्ने मान्छेले थाहै नपाए, बिझाएको फिलै नगरिकन उसले सहर्ष स्वीकार गर्ने बनाउने कला चाहिँ कविमा हुनुपर्छ भन्ने अब मलाई लाग्छ। म कविताको त्यस्तो ठुलो त होइन, आफ्नो आफ्नो पर्सेप्सन हुन्छ। मलाई अहिले हाम्रो नेपाली कवितामा सबैभन्दा, मैले अस्ति उत्तम भाइहरूसँग पनि गफ गर्दाखेरि मैले भनेको कुरा के हो भने, हामी यो जुन प्रोज पोइट्री लेख्छौँ, छन्दमा मुक्त छन्दमा जो कविता लेख्छौँ, हामीलाई धेरै ठुलो चुनौती छ, सजिलो छैन। छन्दमा लेख्नेहरूलाई सजिलो छ, त्यो पहिले नै एउटा बनेको हुन्छ, शास्त्र छ, शास्त्रको विधि विधान पुरा गर्नुहोस् र आफ्नो कुरा भन्नुहोस्, सजिलो छ। तर मुक्त छन्दमा लेख्ने कविहरूले चाहिँ तपाईँले आफैले छन्द बनाउनु पर्ने हुन्छ। छन्दले के दिन्छ त्यो चिज तपाईँले बनाउनु पर्ने हुन्छ। तपाईँको कविताको भाषा, तपाईँको शैली तपाईँले आफ्नो बनाउनु पर्ने हुन्छ। दुईवटा काम हुन्छ नि मुक्त छन्दमा लेख्ने र मुक्त छन्दमा लेख्नेहरूको। छन्दमा लेख्ने कविहरूको भन्दा बढी जिम्मेवारी बढी मुक्त छन्दमा लेख्ने कविहरूले। अब लेख्न स्वतन्त्र त हुनुहुन्छ तपाईँले, जति तन्काए पनि भयो, जति छोटो बनाए पनि भयो, तर तपाईँले त्यति नै धेरै जिम्मेवारी र अनुशासित हुनुपर्ने हुन्छ। मेरो कविता अर्काको लागि, अर्को पाठकको लागि ठिक ढङ्गले सम्प्रेषणीय हुने मेरो संरचना मैले बनाएँ कि बनाइनँ, र अरू कविहरूको भन्दा फरक मेरो शैली बनाएँ कि बनाइनँ भन्ने कुरामा चाहिँ अलिक बढी ध्यान दिनुपर्छ भन्ने मेरो लाग्छ। यो मेरो आफ्नो प्र्याक्टिसबाट पनि आएको कुरा हो। अब यत्रो 30-40 वर्ष लेखिसक्यो, अझै पनि समालोचकहरूले भनिदिन्छन् श्रवण मुकारुङको पनि अब के भन्नु, अब नेपाली कविता मोहन कोइराला, बैरागी काइला, भुपी स्टेसन त्यहाँदेखि उता त आएकै छैन भनिदिन्छ। कस्तो सकस होला हामीलाई। अनि हामी अहिले लेख्नेहरूले एकदम ख्याल गर्नुपर्ने कुरा त्यो हो। यत्रो मैले पनि 20-40 वर्ष भइसक्यो कविताको यात्रा गरेर, कवितै मात्रै भनेर लेखेर आएको। अहिलेसम्म पनि श्रवण मुकारुङ खै त तेरो आफ्नो तरिकाले लेख्नु पर्यो नि, तेरो पन देखिनु पर्यो भनेर अहिले पनि भन्ने किसिमको प्रश्नहरू उठाउने अवस्था छ। त्यस कारण त्यो निकै चुनौतीपूर्ण कुरा हो। त्यो एकचोटि कसको एकजना राम्रो कविकै कविताको गोष्ठीको दिन चिफ गेस्ट हुनुहुन्थ्यो होला बैरागी दाईले त भनि नै दिनुभयो त्यो घुमाएर। भाषा चाहिँ त अब कसैले बुझेन, कविले नै 3 महिनापछि बुझे कि मैले पछि नै बुझेँ। अब म बुढो भएँ, म के लेख्नु, भाइहरूले लेखिरहनु भएको छ, उहाँहरूले लेखिसकेपछि मैले के लेख्नु भनेर भन्नुभयो। भनेको यति हो।
तर कुरा के थियो भन्दाखेरि ती कविको कविता सबै बैरागी कैलाको स्टाइलले लेखिएको कविता थियो। कवितामा उहाँले धेरै कसरत गर्नु भएको थियो, बौद्धिकता पनि थियो, काल्पनिकी पनि थियो, सबै कुराहरू थियो। तर उहाँको लेखाइको स्ट्रक्चर चाहिँ, उहाँको कविताको शैली चाहिँ, स्टाइल चाहिँ उहाँको कान्दाईको स्टाइलको थियो। त्यही भएर उहाँले सजिलै भनिदिनु भएको थियो त्यसरी, हो त्यस्तो बाटो जोगिनुपर्छ। यसको अझ बढी नै फेरि कन्सियस भयो भने लेख्नै सकिँदैन ठिकै। तर कविता कहाँबाट आउँछ भन्दाखेरि चाहिँ सबभन्दा ठुलो कुरा चाहिँ तपाईँलाई आएको त्यही नै होला, अभ्यासबाट नै हो। र तपाईँले फिल गर्नुहुन्छ जे अनुभूति तपाईँमा जुन छ, अनुभूत गर्ने क्षमता, घ्राण शक्ति, सामान्य मान्छेहरूले देखिरहेकै कुरालाई तपाईँले अलिक फरक तरिकाले देख्ने क्षमता, त्यसलाई फिल गरेर अनि त्यसलाई लेख्न सक्ने क्षमता तपाईँमा छ र नै तपाईँको यसरी यी कविताहरू आएको छ। सुन्दर छ, राम्रो छ। त्यो ख्याल गर्नुपर्ने कुराहरू त्यही नै हो। मैले धेरै दिन बोलेँ होला, अब मैले लगभग बोल्ने कुराहरू यिनै हो। फेरि पनि म बहिनीसँग के भयो भने पहिलोचोटि भेट भयो आज, तर फेसबुकमा हामी थियौँ अनि सधैँ सँगै छौँ जस्तो, एकै ठाउँ छौँ जस्तो भइरहेको, तर भेट चाहिँ नभइरहेको। सामाजिक यो अहिलेको उसले पनि त्यस्तो गराएको अवस्था छ। के अरे पहिले गजलहरू भन्नुहुन्थ्यो, के अरे फेसबुकहरूमा राख्नुहुन्थ्यो। यो सुन्दर यो गीत गजल पनि लेख्नुपर्छ कविता लेख्नेहरूले। यो चाहिँ मैले आफूले आएको मैले मेरो नयाँ पुस्ताहरूलाई मैले भन्नु खोजेको हो त भन्दाखेरि त्यसले चाहिँ जसले गीत गजलहरूमा हात लागेको छ त्यसले पछि यो प्रोज पोएट्री, यो मुक्त छन्दको कविता लेख्दाखेरि उसको कविता चाहिँ त्यत्तिकै रमरम हुन्छ, त्यत्तिकै एउटा पढौँ लाग्ने भएर आउँछ, एउटा कला पक्रेर आउँछ, त्यो एउटा लय पक्रेर आउँछ। बहिनीको कविताहरू पढ्दाखेरि गीतै सुनिरहे जस्तो, सङ्गीतै सुनिरहे जस्तो त्यो सबै कविता तपाईँले पढ्दाखेरि एउटा राम्रो गीत सुनिरहे जस्तो, एउटा सङ्गीत सुनिरहे जस्तो। त्यो उहाँलाई त्यो कसरी उहाँले प्राप्त गर्नुभयो भन्दाखेरि मलाई जहाँसम्म लाग्छ त्यो सुरुमा उहाँले जुन गजल लेख्न अभ्यास गर्नुभयो, गीत गजल लेख्न अभ्यास गर्नुभयो, त्यसले उहाँको कवितालाई यस्तो बनायो क्या, एउटा एक किसिमको छन्दमा, एउटा ढाँचामा आइदिन्छ अनि पढ्दाखेरि हामी एउटा बग्छौँ, एउटा सङ्गीतमा बग्छौँ। सबै कविता पढ्दाखेरि त्यस्तो एउटा मिठो गीत सुने जस्तो। यो सबै कवितालाई कुशल सङ्गीतकार हुने हो भने तिनीहरूले गीत बनाउन सक्छन्। त्यस्तो त्यो लयात्मक छ, त्यति मिठो छ, गीत बन्न सक्छ। अब नेपालमा यस्तो लामो कविता हुने गीत सङ्गीतकारहरूले 8 लाइनको माग्छ गीत, नत्र यस्तो विदेशतिर त यो लामो कविताहरूमै सङ्गीत गर्ने ठुल्ठुला सङ्गीतकारहरूले गरेको इतिहासहरू छ। त्यस्तो त्यो सङ्गीत गर्नको लागि त्यो उपयुक्त देखिने कविता चाहिँ के हो त भन्दाखेरि त्यो लयात्मक छ भन्नु खोजेको मैले। छन्दमय छ, त्यो शास्त्रीय छन्दले छन्दमय छ, त्यस कारणले त्यो मिठो छ है। अनि फेरि पनि बहिनीलाई म शुभकामना दिन्छु। अब यो तपाईँको कुरा एउटा चाहिँ जुन छ त्यस कसले चक्क गरे हो, अलिक लामो तन्का होइन होला है। एउटा कुरा मात्रै म अब अन्तिम भन्छु। तपाईँ असाध्यै धेरै तपाईँ त्यो स्मृति दङ्शले बाहिर बस्दा, सायद जापानमा बस्दा सधैँ तपाईँले आफ्नो गाउँ त्यो सम्झिनु भयो र यो कृति आएको छ। यो कृतिको सेन्टर नै त्यहाँ हो, आफ्नो गाउँ, परिवार, देश सम्झिनु हो, त्यसैले यो सृजना गरेको। त्यसकारण यस्तो कृति आउँदो रहेछ विदेश जाँदा भने विदेश नजानु बेठिक होइन, मलाई चाहिँ त्यो लाग्छ। अहिले राजनीति गर्छन् नि, विदेश गए सारा, विदेश जानु राम्रो हो, संसार देख्नु हो, नयाँ ज्ञान सिक्नु हो, नयाँ अन्डर ठक्कर सङ्घर्ष, नयाँ समाज, नयाँ चेतना, एउटा नयाँ पुस्तक, एउटा नयाँ ज्ञानको एउटा यात्रामा निस्किनु हो।
पैसा पनि हुन्छ, राम्रो कुरा हो नि। देशलाई त कन्ट्रिब्युसन भइरहेकै छ नि त, रेमिटेन्स आइरहेकै हुन्छ, देशले पनि चित्त देखाउनु जरुरी छैन। हाम्रो मात्रै होइन नि गएको विदेशमा, कस्तो राजनीति गरेको संसारमा हेर्नुहोस् न। अमेरिकनहरू अर्को देशमा गइरहेको हुन्छ, एसियामा आइरहेको हुन्छ। म कोरिया चाइना गएँ, त्यहाँ पनि त कुराहरू गर्ने। कोरियाको उता अस्ट्रेलिया गइरहेको हुन्छ, चाइनाको उता कता गइरहेको हुन्छ, कताको के अरे युरोपियनहरू यता एसियातिर आइरहेको हुन्छ। यो त खुट्टा छ नि त, हाम्रो चेतना छ नि त। हामी त हिँड्नकै लागि जन्म्या हो नि, बसिरहन त होइन नि, थप्रक्क मूर्ति भएर बस्न जन्म्या होइन नि त। हामीलाई प्रकृतिले नै पठाएको के हो त भन्दाखेरि सङ्घर्ष गर्नु हो। यो संसारमा जाऊ तिमी, निस्क, तिमीलाई दुईटा खुट्टा लु उपहार भयो, दुईटा आँखा बाटो खोज्दै जाऊ, तिम्रो चेतना छ, सर्भाइभ गर भनेर प्रकृतिले पठाएको पो हो त। त्यो त प्रकृतिले दिएको कुरा हो। जानु चाहिँ नराम्रो कुरा होइन, फर्केर आउनु नआउनु तपाईँको आफ्नो अधिकारको कुरा हो। डेमोक्रेसीमा आउनुहोस् कि नआउनुहोस् तपाईँको चोइसको कुरा हो। के को आऊ कि आऊ कुरै छैन, बस्नेहरूले बनाऊ घर। यहाँ जसलाई चाहिन्छ, यहाँ जो जान सक्दैनौ, तिमीले बनाउने हो तिम्रो लागि देश।